तपाईहरुलाई वेलकम छ आजको भ्लगमा। अनि आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु हैन। अनि आज चाहिँ म बिहानको 8 बज्यो, अहिले चाहिँ 8 बजिसकेको छ अनि पानी नै परिरहेको छ हैन। 8 बजेदेखि मेरो भ्लग स्टार्ट भयो आजको है। अनि आज चाहिँ के छ भने आजको भ्लगमा हैन, कहाँ जाँदैछु भने आज म बिहानै जयपुर चोकतिर जाँदैछु। हल्का यहाँ जयपुरमा गएर एक दुईवटा सपिङ गर्नु पर्यो, यसो सानो भनेर। सपिङ के को लागि भन्दा हैन, आज चाहिँ सो दिदीको छोरीको चाहिँ नामकरण, उसको चाहिँ न्वारन रहेछ। त्यसै कारण यसो अब भान्जीलाई केही लगिदिनु पर्यो, यसो दिदीलाई केही लगिदिनु पर्यो भनेर चाहिँ हामी हल्का कपडाहरू, यसो साबुनहरू, यसो के किन्न जाँदैछौँ हैन। गर्दैन है गाइज, त्यही हो हामी चाहिँ जाँदैछौँ। हामी दुई भाइ हैन, पछाडि छ एउटा केटा अनि म कुदाउँदै हिँड्दैछु। सो गाइस त्यही हो, अगाडि यस्तो छ है, यहाँनिर चाहिँ यस्तो छ टक्कसँगले पानी परिरहेको छ नि त अहिले। अनि चट्टसँगले पानी पर्छ। हामी चाहिँ जयपुरतिर आइपुगिसकेको छौँ होइन। जयपुरको बिहानको ऊ चाहिँ यस्तो छ है माहौल चाहिँ होइन। जयपुर चोकको यतातिर सटरहरू सबै बन्द रहेछ, यता धन्न खुलेको रहेछ यार। यहाँनिर मैले थोरै सपिङ गरौँ भनेको धन्न खुलेको रहेछ क्या। यो कसो यार, अब यहीँ हो मेरो सपिङ चाहिँ, त्यही हो गाइस। लडिन्छ है केटा। ल हामी चाहिँ यिनीहरू चट्टसँगले हल्का कपडा सपडा के किनेर गइन्छ। यस्तो छ जयपुर बजार चाहिँ। ए देख्नु सक्नुहुन्छ तपाईँहरूले। टेरका साइकल पनि अलिक मिलाएर राख्नु भनेको हो। यस्तै छ जयपुर बजार चाहिँ होइन। यहाँ चाहिँ म अब केही किन्ने छु है, टक्कसँगले देख्न सक्नुहुन्छ। चोकतिर छु, म चाहिँ चोकतिर छु होइन, टक्कसँगले। यहाँदेखि मासतिर चाहिँ म थोरै नुन किन्नु जाँदैछु। अब चाहिँ चोकतिर छु अहिले चाहिँ। जयपुरको चोकदेखि उकालै लागिसकेँ म चाहिँ है। अहिले चाहिँ हामी यहाँनिर चाहिँ नुन किन्दैछौँ है, यो पसलमा नुन किन्दैछौँ। यता अङ्कल चाहिँ नुन झिक्दै हुनुहुन्छ अनि हामी चाहिँ यता बसिरहेको छौँ होइन केटा। यसले पैसा बोकिरहेको छ, नुनको पैसा के हो। हामी नुन किन्दैछौँ यहाँ चाहिँ अहिले चाहिँ। टक्कसँग लाएर पानी पनि पर्दैछ यता है। जयपुरको बिहानको माहौल यस्तै छ। टक्कसँग काट्टामा 3 किलो देखाइसकेको छ। सपिङ पनि गरिसक्यो र यो सटर चाहिँ बन्द पनि भइसकिसक्यो होइन। अनि यहाँको उयस यस्तो छ होइन, पानी परेर पुरै पानी परिरहेको छ होइन। त्यही भएर चाहिँ अनि अहिले चाहिँ हामी चाहिँ यता उभिरहेको छौँ होइन। पानी परिरहेको छ, यो सटर चाहिँ अहिले बन्द पनि भयो है। त्यहाँनिर पानी परिरहेको छ बाँकी जयपुर यो चाहिँ। लगातारै अब हामी चाहिँ घर आएर होइन उँधोतर्फ लाग्यौँ, हामी उँधोतिर लाग्यौँ है। हामी जाँदैछौँ, हामी परिवारै जाँदैछौँ होइन। अब चाहिँ अगाडि हिँड्दैछ केटो। अनि यहाँ अगाडि चाहिँ मेरो बुढी हिँड्दैछ नानी बोकेर है। जाँदैछौँ, 9 बजिसक्यो यार। 8 बजी नै जानुपर्ने खासमा। बिहानै पानी परेर पानीले तनाव दियो, त्यही हो। यता पछाडि हिँड्दैछ उदुक गर्दै हामीहरूको मम्मी, उदुक न हिँड्दैछ। चट्टासँगले बाटो चाहिँ यस्तो छ यहाँनिर।
तलदेखि राम्रो उता हेर्दैन लड्नुलाई र हिँड्दैछौँ होइन यता मम्मी धमी यता हाम्रो कान्छी पनि छ नानी बोकेर आमा पुरै नानी सुत्यो मेरो प्यारी छोरी हो ऊ चाहिँ म कति टल्के हो त्यहाँ ल्याउँदा त मेरो प्यारी छोरी आमा म के साह्रो क्यामेरा टल्क्यो टक्क त्यही हो ल यता म पनि गर्दैछु एउटा यो बोकेर होइन टक्कसँगले अनि यहाँ चाहिँ पिङ रहेछ लिङ्गे पिङ टक्कसँगले है चट्टसँगले जाँदैछौँ हामी पुगेपछि देखाउँछौँ तपाईँहरूलाई के कस्तो लाग्छ आज सो हेर्नु होला टक्कसँगले के कस्तो हुँदो रहेछ है चट्टसँगले यता मेरो छोरी बिचरा सुतेछ आमा ती माया लाग्दो गरी सुतिरहेको छ हिँड्दा हिँड्दै सुतेछ मम्मीको काखमा है यहाँ चाहिँ अलिकति जङ्गलभित्र हिँड्नु पर्ने हुन्छ होइन हामी चाहिँ कि होइन चट्ट जङ्गलभित्र हिँड्नु पर्ने हुन्छ यो जङ्गलदेखि चाहिँ फुत्तै यहाँ पर निस्किनै हालिन्छ होइन टक्कसँगले जाँदैछौँ आज चाहिँ यस्तो बबाल मौसम भइरहेको छ होइन चिसो है एकदम पाहाडको जस्तो यहाँ झापामा पनि यस्तो चिसो चाहिँ फर्स्टचोटि हो क्या आज फर्स्टचोटि मलाई चिसो भएको फिल भएको छ होइन त्यही हो अनि एकदम पानी परेर हरियाली भएको छ वरपर पनि होइन पर आउँदैछ है के छ अनि के छ भनाइ भन आजको दिन कस्तो छ त्यही हो ल साथीहरू हामी चाहिँ आइपुगिसकेको छ यहाँनिर चट्टसँग लाएर होइन यहाँको माहौल चाहिँ देख्न सक्नुहुनेछ यतातिर यहाँको गाउँघर चाहिँ है चट्टसँगले यता धारा छ कुखुराहरू बन्दैछ होइन धन्दाहरू पनि गर्दै हुन्छ चट्टसँगले घर चाहिँ यही हो आइयो है हामी चाहिँ आइपुगेको छ चट्टसँगले माथि हुँदै चाहिँ सबै बन्दैछ यहाँतिर चाहिँ चट्ट के गर्दैछन् यताभित्र यता चाहिँ किचन रुम किचन है खाना सब्जी सबै बन्दैछ यहाँ छ एलिका दिदी को भान्जी 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 सानो सानो तिर चाहिँ यसरी अब ढुङ्गामा यसरी मजाले मार मसला पिसाइ हुन्छ त हाम्रो दिदीले चाहिँ पिस्दै हुनुहुन्छ अब तपाईँहरूले त मिसिनतिर पिन्नुहुन्छ होला हाम्रोतिर चाहिँ फेरि यस्तै ढुङ्गामा अर्ग्यानिक हो यो चाहिँ फेरि अर्ग्यानिक अदुवा जिरा मसला सबै लसुन अर्ग्यानिक हो यो चाहिँ ढुङ्गामा यसरी उता खोर्सानी यहाँ त अर्ग्यानिक हुन्छ फेरि हाम्रोतिर चाहिँ साथीहरू अब त्यही हो होइन अब चाहिँ खाजा साजा पनि भयो हाम्रो चाहिँ अनि म चाहिँ सो यता अब चर्चतिर लागिसकेको छु होइन चर्च भवन चाहिँ सो उता छ होइन अब म त्यता जानेछु है फाइनली यो चाहिँ सेती पानीको चर्च होइन चर्च भवन त्यही हो है देख्न सक्नुहुन्छ अब यो भित्रको दृश्य हेरौँ होइन ए बाहिरदेखि चाहिँ यो चर्च भवन यस्तो देखिन्छ है यो चाहिँ चट्टसँगले अब हामी चाहिँ चर्चभित्र पहिले हामी चर्चमा बस्छौँ र त्यहीँभित्र बच्चाको नाम पनि राखिन्छ र है अहिले चाहिँ चर्च भवनभित्र हात बधाई हुँदैछ हात बधाई कार्यक्रम अगाडि सो अनि त्यस पछाडि चाहिँ अब नानीको नामकरण गर्ने छौँ होइन सो यहाँ वचन बोलेर दुईजनाको हात बधाई हुँदैछ है त्यही हो
यदि लाउनु भयो तपाईँको जिन्दगी नर्क हुन्छ। मान्छेलाई चाहिँ श्रीमती परमेश्वरले बनाउनु के गर्नुहुन्छ? सहयोग। हर कुरामा सहयोग गर्नुपर्छ। श्रीमानलाई निराशा हताशा भाइले सधैँ माया गर्नु जुन तरिकाले माया गरेर ल्याए अन्तरसम्म माया गर्नुहुन्छ। त्यो माया चाहिँ कस्तो हुन्छ? आत्मिक अक्षरमा हर कुरोमा श्रीमतीको साथमा श्रीमानलाई पनि पर्छ गाउँको परिस्थिति पर्छ गाउँको। म तपाईँलाई धन्यवाद चढाउँछु यो समयमा प्रभु। आज तपाईँले मलाई पानी ट्याङ्कीबाट तपाईँको दास सेवक भाइ गणेश पास्टरको घरमा ल्याउनुको मण्डलीमा राजा यो सेवाकाई गर्न पाएको छौँ प्रभु। धन्यवाद छ प्रभुका छोरा अनि बुहारी दुई दम्पतिको आजको दिनसम्म प्रभु दम्पतिका जीवन भनेर तपाईँको अगाडिमा तपाईँको वेदीमा नल्याएको घोषणा नगरेको कारणले गर्दा आज यो गर्नको लागि कार्यक्रम तपाईँको दासले गर्नुभयो। मलाई निमन्त्रण गर्नुभएको छ। धन्यवाद प्रभु। म तपाईँको अगाडिमा तपाईँले गर्नुभएको तपाईँको इच्छा अनुसारको योजनाहरूको कुरालाई दुई चारवटा कुरा राखिकन प्रभु यहाँलाई दम्पतीय जीवन भनी प्रार्थना गर्नु लागिरहेको छु। परमेश्वर हामी यो सबै मण्डली मिली गएको प्रार्थना तपाईँले सुन्नु भएको छ। तपाईँलाई हामी विश्वास पूर्ण गर्छौँ प्रभु। यो दुईजनालाई तपाईँले आशिष दिनुभयो। यिनीहरूको जीवनकालभरि तपाईँ प्रभु रहनुहोस्, बिताउनु सकुन् प्रभु। तपाईँको इच्छामा नै यिनीहरूको सधैँभरि जीवन बित्नु सकुन्। मेरो परमेश्वर धन्यवाद। यिनीहरूमाथि आउने परीक्षा दुःखबाट टाढो राखिदिनुहोस्। यिनीहरूमाथि आउने रोग कष्ट बिमारबाट बचाइदिनुहोस्। यिनीहरूलाई आक्रमण गर्ने दुष्ट शैतानलाई येशूको नाममा दिन्छु। प्रभुको प्रकटको शक्ति छ प्रभु। आज म तपाईँको दास तपाईँको नाउँमा घोषणा गर्दछु यिनीहरूको जहिलेसम्म मृत्यु हुँदैन तबसम्म यो बाँधिएको हुनेछ प्रभु। दम्पतीय जीवन प्रेम र माया र अनुग्रह दयामा जिउनको लागि यिनीहरूलाई आशिष दिनुभयो। धन्यवाद छ प्रभु। हामी त गाइस ल यस्तो अब रोटी मासु खानु लाग्यो है। यता मेरो भागमा पनि आइसकेको छ होइन। चट्टसँगले लाएर होइन खाइँदैछ। त्यही हो ल।